नमस्कार। आज हामी सुशोभित टुर्स एन्ड ट्राभल्स मार्फत पोखरा 21 कृष्टि बयाली माथिको यो टावर ठाउँबाट आइपुगेका छौँ। हाम्रो एक दिने हाइकिङ यात्राको क्रममा हामी यो ठाउँमा आइपुगेका छौँ। यो पोखराबाट अत्यन्तै नजिकको दूरीमा रहेको यो अत्यन्त यति राम्रो सुन्दर रमणीय पोखरा 21 कृष्टि नाच्ने चौरको क्रममा चाहिँ हामी यता यसरी आइरहेका छौँ। यता सूर्यास्त हुन लागिरहेको छ। सबै साथीहरू हाम्रो चाहिँ यो हाइकिङ कार्यक्रममा यतापट्टि चाहिँ स्याङ्जाको भागतिर छ। हाम्रो साथीहरू सबै यसरी यहाँ रमाइरहनु भएको छ। यस्तै रमाइला सुन्दर पर्यटकीय ठाउँहरू गन्तव्य घुम्नको लागि सुशोभित टुर्स एन्ड ट्राभल्स पोखरालाई सम्झिनुहोला। हामी यहाँहरूको यात्रालाई सुखद र स्मरणीय बनाउनेछौँ। यतापट्टि हिमाल, अन्नपूर्ण हिमाल, माछापुछ्री हिमाल छ। यो चाहिँ यहाँ चाहिँ दुईवटा टावरहरू छ। यो नेपाल टेलिकम र एनसिएल कम्पनीको अत्यन्तै मनमोहक दृश्य यहाँले निहालिरहनु भएको छ। पोखरा 21 कृष्टि बयाली चौरको ठाउँबाट यहाँलाई हामी यो ठाउँ देखाइरहेका छौँ। एकदमै हाई है, एकदम। यो चाहिँ हाम्रो सुशोभित टुर्स एन्ड ट्राभल्सको युट्युब च्यानल मार्फत हामीहरू यहाँहरूलाई चाहिँ यो भिडियो देखाउनु छ। अत्यन्तै कस्तो लागिरहेको छ यो अहिले पोखरा 21 यो बयाली डाँडाको ठाउँ यहाँहरूले चाहिँ बताइदिनुहोस् त है। एकदमै दामी लागिरहेको छ। सुशोभित टुर्स एन्ड ट्राभल्सलाई हामी धन्यवाद दिन चाहन्छौँ। यस्तो रमणीय ठाउँमा ल्याइदिनु भयो कि यहाँबाट पोखराको हरेक ठाउँ देखाइदो रहेछ। अनि हिमालहरू पुरै वारको पार पुरै हिमाल देखाइदो रहेछ। अनि 21 नम्बरवटाको नजिकको गाउँहरू त पुरै नगरौँ, अहिले भएन भनेर यस्तो ठाउँमा ल्याइदिनु भयो कि यो सल्लाहघारीको भ्यू पोइन्टमा ल्याइदिनु भयो। एकदमै खुसी लाग्यो। सुशोभित टुर्स एन्ड ट्राभल्सलाई एकदमै खुसी लाग्यो। धन्यवाद। पूर्ण सर, धेरै राम्रो, सहज, सरल, एकदम सुरक्षित यात्रा सुशोभित टुर एन्ड ट्राभल्स। नाच्ने चौर, कृष्टि नाच्ने चौर यता देखिरहेको छ। यो बाटो तपाईँहरू स्याङ्जा पनि पुग्न सक्नुहुन्छ। हामी यसो हेर्दा पोखरामा छौँ, तर पोखराको नजिकै एउटा गाउँमा पनि छौँ। कृष्टि नाच्ने चौर अचम्म पनि लाग्छ, रमाइलो पनि लाग्छ। धेरै धेरै धन्यवाद दिन चाहन्छु सुशोभित टुर्स एन्ड ट्राभल्सलाई। सफल, सहज र सरल यात्राको लागि धेरै धेरै धन्यवाद। थ्याङ्क यू। तुल दाई, हाम्रो के छ, हजुरलाई कस्तो अनुभूति? भन्नुपर्ने त केही पनि छैन। हाम्रो पूर्ण सरले, सुरज सरले भनिसक्नु भयो। अब मलाई लाग्छ आज यो हाम्रो यो के डाँडा रहेछ, कृष्टिको यो नाच्ने चौर आसपासको क्षेत्र यो यति यो स्वर्गको एउटा टुक्रा नै रहेछ जस्तो लाग्यो। अब हाम्रो सुशोभित टुर एन्ड ट्राभल्सले हामीलाई घुम्नको लागि यहाँ जुन एउटा मौका दिनुभयो, यसको लागि म तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र मलाई त लाग्छ आगामी दिनमा तपाईँले अन्त कतै लाँदै गर्दा यो जति राम्रो ठाउँ त अन्त पाइँदैन कि जस्तो पनि लाग्छ है। त्यस कारणले यदि सम्भव छ भने अन्त कतै राम्रो लैदिनुहोस्, होइन भने यो ठाउँ चाहिँ नेक्स्ट टाइम पनि आउन पाऊँ है। यही हो मेरो भनाइ। थ्याङ्क यू दाई, थ्याङ्क यू। एकदमै राम्रो छ भाइ, हाम्रो गोविन्द भाइ। ठिक लाग्यो ठाउँ अत्यन्तै होइन, पोखराबाट धेरै नजिक हाम्रो पोखरा 21 कृष्टि नाच्ने चौर बयाली डाँडामा एकदमै एक दिनको हाइकिङ यात्रामा पनि हामी यहाँ ल्याउन सक्छौँ। गणेश दाई एकदम ठिक छ भाइ। स्पेशल यहाँको दृष्टि, सनराइज धन्यवाद। सनसेट सर्टकट उसमा पनि छोटो समयमा मिठो भ्यू देखिने पोखराको टप डाँडामा कृष्टि नाच्ने चौरमा ल्याइदिनु भएको छ। हजुरलाई धेरै धेरै धन्यवाद। कुनै पनि व्यक्तिलाई यो ठाउँमा ल्याउन नछोड्नु होला, यो मेरो सल्लाह। यसमा मेरो समर्थन छ। ल एकदम धेरै धेरै धन्यवाद छ हाम्रो दाजुहरूलाई। र अब अन्नपूर्ण लमजुङ हिमालदेखि हाम्रो अन्नपूर्ण माछापुछ्रे यता गएर चाहिँ अन्नपूर्ण साउथ र माथि धौलागिरीसम्म देखिएको छ। यसको पारिपट्टि यहाँले देख्न सक्नुहुन्छ पोखरा 22 पुमदी, त्यसपछि गएर कुबिन्डे, अनि यो तलको भागमा पोखरा 21 को जुन एक हातेको भाग, र यता सनसेट हुँदैछ, सूर्यास्त यो भाग, र यहाँ तल देख्न सक्नुहुन्छ कृष्टि नाच्ने चौर दोपहरे। र यो पारीको पाखा टक्सार, स्याङ्जा टक्सार हुनीकोटको डाँडा र फेदीमा देखिन्छ। तर अत्यन्तै यति सुन्दर ठाउँ यो सल्लाहघारी र विभिन्न प्रकृतिसँग रमाउनको लागि, चराचुरुङ्गीका आवाजहरूसँग रमाउनको लागि अत्यन्तै महत्त्वपूर्ण, अत्यन्तै राम्रो, यस्तो राम्रो ठाउँ छ।
यस्तो रमाइलो ठाउँहरू घुम्नको लागि चाहिँ हामीलाई सम्झिनु होला सुशोभित टुर्स एन्ड ट्राभल्स मार्फत यहाँहरूलाई हामी यस्ता रमणीय ठाउँहरूमा घुमाउनेछौँ। यहाँहरूको यात्रालाई अत्यन्तै राम्रो बनाउने हाम्रो प्रयास रहनेछ। यति राम्रो सुन्दर हिमाल देखिरहेको छ, तल पोखरा अन्तर्राष्ट्रिय विमानस्थल देख्न सक्नुहुन्छ। यहाँहरू सबैलाई फेरि पनि आग्रह गर्न चाहन्छौँ यस्ता पर्यटकीय गन्तव्यहरूमा यहाँहरूको यात्रा रहोस्। यहाँहरू पनि आफैले मोटरसाइकल मार्फत आफ्नो सवारी साधन लिएर पनि आउन सक्नुहुन्छ। सल्लाहकारीसँगै यति पोखराबाट एकदमै नजिकको दूरीमा रहेको यो